ठुलो मान्छेले खाँदैछ फेरि यहाँनिर औ निश्चल के खाएको गाइस अहिले भने चाहिँ म यहाँ आइसकेको छु है यहाँ सामानहरू हेर्दैछु के लिएर आयो के ल्यायो देखाऊ हुन्छ भने फेरि अहिले तल्लो फ्लोर जाँदैछु गाइस तल्लो फ्लोरमा चाहिँ केटाहरूको लुगाहरू रहेछ है यहाँनिर म तपाईँहरूलाई लुगा पनि देखाउने छु हेर्दै गर्नुहोस् न चाहिँ तपाईँहरू सबैजना विशाल मलमा आउनुहुन्छ भने चाहिँ आउनुहोस् है अहिले एकदमै अफर लागेको रहेछ प्राइसहरू पनि एकदम दामी दामी प्राइसको छ है तपाईँहरूले मेरो स्क्रिनको पछाडि देख्न सक्नुहुँदैछ है प्राइसहरू एकदम 99 399 प्राइसहरू सुरु छ है यस्तोहरूमा सबै एकदम ल त गाइस यहाँको एकदम प्राइस चाहिँ एकदम दामी छ है तपाईँहरू पनि आएर एकपल्ट भिजिट गर्नुहोस् है बेस्टहरू पनि एकदम राम्रो राम्रो कलेक्सनमा छ है एकदम प्राइसहरू एकदम राम्रो राम्रो प्राइसमा छ है तपाईँहरूले पछाडि मेरो उयसमा तर उल्टा देखिरहनु भएको होला मेरो फ्रन्ट क्यामेराले गर्दा 99 79 99 त्यस्तोमा छ है तपाईँहरूले आएर एकपल्ट यहाँ भिजिट गर्नुहोस् होला मलाई चाहिँ एकदमै मन पर्यो है र म पनि लानेछु सामान चाहिँ आज मैले निकै सामानहरू छानिसकेको छु है ल त गाइस है अहिले म तपाईँहरूलाई म यहाँबाट सपिङ गरेर निस्केको फोटो है मैले के किनेँ म तपाईँहरूलाई देखाउने मिल्छु त्यो सामानको लागि हेर्दै गर्नुहोस् होला 1699 मा चाहिँ यति मजाको ग्यास चुल्हा पनि रहेछ है ब्ल्याकमा अलि दुलो लागेछ मलाई चाहिँ पुरा मन पर्यो चाहिँ तपाईँलाई किचनमा चाहिने सामान चाहिँ सबै यसमा चाहिँ एभाइलेबल छ है त्यो दामी दामी छ है हरेक कुरा रहेछ यहाँनिर चाहिँ तपाईँहरूले आएर एकपल्ट भिजिट चाहिँ पक्कै पनि गर्नुहोस् होला है मलाई चाहिँ पुरा मन पर्यो सामानहरू चाहिँ यति बेसी आइटमहरू छ है फ्यानहरूदेखि लिएर एकदम सबै कुरा मलाई चाहिँ सस्तो सस्तो लाग्यो गाइस आएर हेर्नुहोस् होला है तपाईँहरूले पनि एकपल्ट यो चाहिँ सिरानी रहेछ है सिरानीको प्राइस चाहिँ 599 रहेछ मेरो नानीले चाहिँ यहाँ के हेरेको छ भन्ने सामान म तपाईँहरूलाई देखाउने छु है निशल खोइ सामान कहाँ किनेर आएछौ बुझ्नु हिँड ल के किन्यो ल भन मलाई मैले एउटा क्रिकेट बल र ब्याट किने हो 199 हो क्रिकेट ब्याट अन्त बल किन्यो भने त 102 न रुपिस अन्त क्यारम बोर्ड किन्यो 199 त्यहाँदेखि मैले के किन्यो होला 100 रुपिसको फ्यान्टा किन्यो सबभन्दा खानुको लागि फ्रिजमा राखेर अन्त अरू चिप्स किन्यो अन्त 25 रुपिसको ल उसले चाहिँ सकेछ दोकान सबै हेरेर किनिसकेको छ तपाईँहरू म देखाउने छु उसले चाहिँ माथि के किनिसकेको छ भन्ने कुरा चाहिँ अब उसले चाहिँ भएको जति सामान जति चाहिँ सबै लिएर चाहिँ हालिसकेको रहेछ है कहाँनिर छ म देखाउँछु तपाईँहरूलाई गाइस हेर्नुहोस् ल यहाँ देखाइदियो के किन्यो हेर गाइस हाम्रो नानीले चाहिँ के किनेछ भने चाहिँ क्यारम बोर्ड यहाँ ब्याट पनि किनेछ बल पनि किनेछ उसले त यहाँ स्टडी गर्ने टेबल पनि किनेछ पढ्नु लागि आम्मा यस्तो छ अन्त उसले कहाँबाट भेट्यो तिमीले यस्तो साह्रो बेसी सामान तपाईँ घुमेर आएको ल त गाइस मेरो नानीले चाहिँ आम्मा किनेछ यति बेसी यहाँनिर दुईवटा यो पनि हो त्यो पनि हो उसले त फ्यान्टा धरि किनेछ यहाँनिर ल त के किनेछ हेर्नुहोस् है यहाँनिर देखाउँदैछ लुगा पनि अझै भित्र ल त गाइस है उसले चाहिँ यति बेसी सामान किनिसकेको छ है यहाँनिर तपाईँहरू पनि त्यो आखिर तपाईँहरू नै आउनुहोस् है यहाँनिर एकदम सस्तो सस्तो सामानहरू पाउँदो रहेछ है काउन्टरमा त्यस्तो भिड चाहिँ छैन आज काउन्टरमा त्यस्तो भिड लागेको छैन हो तर पनि अब टाइम पनि त अफ नाट्यो है मोटामोटी 8 बजिसक्यो 9 8 बज्दैछ अहिले चाहिँ भने हो
र तपाईँहरूले आएर एकपल्ट ल त गाइस अहिले भने चाहिँ फाइनली हामीले सबै सामानहरू किनेर बेसी चाहिँ नानीहरूकै सामान नानीको नै बेसी सामान चाहिँ किनेको छ हो अन्त यहाँ आप्पा र आमाले चाहिँ माथिल्लो तलामा चाहिँ कपहरू हेर्दै थियो है कपहरू किनेर सायद लिएर आइसक्यो जस्तो लाग्यो आमाहरू यहाँ छ आउँदैछ अब ल त यहाँनिर चाहिँ सामान यहाँ आमाहरूले अलग्गै निकालेको किनेको छ है छुट्याउँदैछ निसलले चाहिँ हेर्नु नि यहाँ क्राम बोर्डहरूदेखि लिएर हो के छ यहाँ निसल लुगाबाट जुस धरि किनेको छ निसलले त अन्त आमाले चाहिँ यो कपहरू किनेको आमाहरूले चाहिँ यो किनेछ कप हो अब चाहिँ भने हामी यहाँनिर बिल पे गर्नुपर्छ है त्यहाँ बिल पे गरेर चाहिँ हामी निस्किनेछ गाइस अहिले भने चाहिँ हामी चाहिँ काउन्टरमा आइसकेको छ हो हाम्रो छोरोले चाहिँ एकदम सामान चाहिँ यति बेसी छानेको छ यहाँनिर यहाँ ब्याटहरूदेखि लिएर चाहिँ यहाँ चाहिँ सामान चाहिँ यहाँनिर टन्नै छ हो अब यहाँनिर चाहिँ बिल पे गरेर चाहिँ हामी यहाँबाट निस्किने है त्यहाँदेखि बाटो चाहिँ अब कहाँनिर हुन्छ है आप्पा आमाले चाहिँ बिल अलरेडी पे गरिसकेको छ अन्त हामी चाहिँ अब यहाँबाट निस्केर चाहिँ खानासानाहरू खाएर मात्रै हामी फर्किन्छ ल अहिले लगभग 8 बज्न आँटिसकेको छ है ल त गाइस मेरो टर्न आयो है अब यहाँ बिल पे गर्ने चाहिँ मेरो टर्न आएको छ र तपाईँहरूलाई म अहिले देखाउनेछु ल गाइस अहिले भने चाहिँ हामीले सामानहरू सबै किनिसक्यो है अब चाहिँ हामी फर्केको गाडी चाहिँ यहाँ मैले तल्लो तलामा राखेको छु म तपाईँहरूलाई देखाउने छु हेर्दै गर्नुहोस् होला आमा छ आप्पा छ है मेरो नानी वाइफ अनि म आएको हामी चारजना आएको छ है हामी यो तादुङमा छ है यो चाहिँ पार्किङ चाहिँ यहाँ तलनिर तल्लो फ्लोरमा छ है उँधो अन्डरग्राउन्डमा हाल्नुपर्छ गाडी चाहिँ तपाईँहरूलाई अझ पनि आउनु हुँदैछ भने चाहिँ थाहा छैन भने चाहिँ यो सिधै आउँदा यो के भन्छ जहाँ त्यो विशाल मल छ है त्यसको मुनिपट्टिको फ्लोरमा चाहिँ पार्किङ छ है अन्त गाडी चाहिँ भने यहाँ पार्किङ गरेर राखेको छु हो अब यो सामानहरू मिलाएर चाहिँ एकैचोटि निस्किने हो हामी गाइस अहिले भने चाहिँ म यहाँ तल पार्किङमा आइसकिसकेको छु है गाडी यहाँ राखेको छु सामानहरू यहाँ मिलाएर हाल्दैछ है आप्पा पनि छ आमा पनि छ सामान तपाईँ किनिसकेर चाहिँ अब चाहिँ हामी यहाँ फर्किँदै गरेको बिल चाहिँ यति भएको छ है आजको बिल चाहिँ हो आप्पा आमा म अन्त मेरो वाइफ अनि मेरो नानी हामी कति 1-3जना 5जना आएको नि त सामानहरू किनिसक्यो अहिले लगभग 8 पनि नाग्यो दोकान पनि बन्द गर्नु आँट्यो त्यसले गर्दा चाहिँ हामी छिटो गरेर चाहिँ निस्केको है लगाइस तपाईँसँग बाटो हेर्दैछु ब्याक साडी पनि घुमायो साह्रो सानो रहेछ है सानो गाडी त घुम्नु चाहिँ गाइस हामी भने चाहिँ अहिले यहाँ होटलमा आएको छ है यहाँनिर भोक लागेर अलिअलि के खानु भनेर यहाँनिर अर्डर गरेर आएको छ सामान है निशाले के अर्डर गरेको छ ओ निशाल भनिदेऊ त डोसा अर्डर गर्यो ल अहिले अर्डर ल त गाइस फाइनली हामीले उहाँको सिट आइपुगिसक्यो तपाईँले देख्नु सक्नुहुन्छ यो के हो भनेर हौ सबसे ठुलो मान्छेले खाँदैछ फेरि यहाँनिर औ निशाल के खाएको खान सक्छ त्यत्रो ठुलो यहाँ डोसा खाने रे सबसे सानो मान्छेले चाहिँ आप्पाले चाहिँ थुक्पा मगाएको छ आप्पा र चाङले चाहिँ थुक्पा खाँदैछ सासु र बरीले आमाले त चिया मात्रै खायो अन्त निश्चलले चाहिँ डोसा खाने अरे अन्त यहाँ मेरो पनि आइसकेको छ यत्रो ठुलो अब चाहिँ भट्ट खाइन्छ गाइस ल त गाइस अहिले भने चाहिँ हामी खानासाना पनि खाइयो र अब यहाँ माथिल्लो फ्लोरबाट हामी चाहिँ थर्ड फ्लोरमा गएको थियौँ नि त त्यहाँ चाहिँ माथि थर्डमा छ नि त रेस्टुरेन्ट चाहिँ त्यहाँ गएर खानासाना खाएर चाहिँ हामी गर्दै गरेको मसँग यहाँनिर कुच्चे छ आमा छ निश्चल कुच्चे छ र अब हामी चाहिँ निस्केको है